उर्लाबारी नगरपालिकाको किसान चोकबाट करिब 3 किलोमिटर उत्तरतर्फ लाग्दा एउटा यस्तो स्थान भेटिन्छ जहाँ आज हामी तपाईँहरूलाई लिएर जाँदैछौँ। जहाँ पुग्ने बित्तिकै सहरको कोलाहल हराएर शान्ति, हरियाली र चराचुरुङ्गीको मधुर आवाजले मनै भरिन्छ। एसियन हाइवे छेउको किसान चोकबाट कालोपत्री सडक हुँदै हामी केही समयको यात्रापछि सो क्षेत्रतर्फ लाग्ने अफरोडमा पुग्छौँ। त्यसपछि सोही अफरोड हुँदै हामी सोल्टी खोला पार गर्छौँ र गन्तव्यमा पुग्छौँ। त्यो गन्तव्य हो प्रगतिशील सामुदायिक वन। नामले जति राम्रो सुनिन्छ, भित्रको सौन्दर्य पनि त्यत्तिकै लोभलाग्दो छ। वनभित्र पस्ने बित्तिकै ठुला ठुला रुख, चारैतिर फैलिएको हरियाली, फुल बिरुवा र पोखरीमा परेको आकाशको प्रतिबिम्ब देख्दा मन आफै शान्त हुन्छ। यहाँको वातावरणले घुमिरहँ बसिरहँ भन्ने अनुभूति दिलाउँछ। यो वन केवल जङ्गल मात्र होइन, यो एक प्राकृतिक पार्क जस्तै बनेको छ। यहाँ बनाइएका पिकनिक स्पट, बस्ने ठाउँ, पुलहरू सबै काठ र बाँस प्रयोग गरेर बनाइएको छ। सिमेन्टका ठुला भौतिक संरचनाको सट्टा प्रकृतिसँग मेल खाने स्थानीय सामग्रीको नै प्रयोग गरेको यहाँ देख्न पाइन्छ। यहाँ साना साना काठका पुलहरू छन् जहाँबाट पर्यटकहरू फोटो खिच्दै टिकटक बनाउँदै रमाइरहेका दृश्यहरू यहाँ देख्न पाइन्छ। यी सबै संरचना स्थानीय कालीगढको सिपबाट बनेका हुन्, जसले यो वनलाई अझै मौलिक बनाएको छ। प्रगतिशील सामुदायिक वनभित्र हालसम्म 7वटा पोखरी निर्माण भइसकेका छन्, 3 ठुला र 4 साना। यी पोखरी केवल सजावटका लागि होइन, यहाँ माछा पालन गरिन्छ र भविष्यमा बोटिङ गर्ने र आम्दानीको बाटो बनाउने योजना रहेको हामीले वन समितिबाट जानकारी प्राप्त गर्यौँ। साथै वन क्षेत्रभित्र निर्माण भएका संरचनाहरू सबै प्रकृतिसँग मेल खाने स्थानीय सामग्री नै प्रयोग गरेर निर्माण गरेको देखेपछि मनमा एउटा प्रश्न उब्जियो र वनका अध्यक्ष तारीलाल धिमाललाई हामीले तपाईँहरूको वन क्षेत्रमा कङ्क्रिट संरचना देखिँदैनन्, यस्ता संरचनाहरू दिगो रूपमा रहन्नन् होला अनि लक्ष्य प्राप्ति कसरी गर्नुहुन्छ भन्ने सवालमा अध्यक्षज्यूले दिनुभएको जवाफ साँच्चै नै मनन योग्य लाग्यो। अध्यक्षज्यूले भन्नुभयो, हामी वन मास्न होइन, वन जोगाएर आम्दानी गर्ने मोडल तयार बनाउँदैछौँ। यो उहाँको सोच साँच्चै नै प्रेरणादायी लाग्यो। यहाँ आउने पर्यटकका लागि ट्री हाउस, मासु पोल्ने व्यवस्था, साना र मिनी हल, बाल बगैँचा, फन पार्क, सुटिङ स्पट जस्ता संरचनाहरू पनि तयार भएका छन्। साथीभाइ, परिवार, मायालु जोडी वा विद्यार्थी समूहका लागि यो ठाउँ उत्कृष्ट गन्तव्य बन्दै गएको छ। 142.72 हेक्टर क्षेत्रफलमा फैलिएको यस वन क्षेत्रमा साल प्रजातिका रुखको सङ्ख्या भने कम छ। साल प्रजातिको रुखको सङ्ख्या बढाउन थप वृक्षारोपण गर्ने दीर्घकालीन योजना पनि बनाइएको वनका उपाध्यक्ष नारायण आचार्यले हामीलाई बताउनुभयो। वनलाई पूर्वी नेपालकै एउटा प्रसिद्ध पर्यटकीय केन्द्र बनाउने समितिको लक्ष्य, उहाँहरूको ऊर्जा र डेडिकेसन हेर्दा सम्बन्धित निकायहरूको उचित सहयोग र वन समितिको निरन्तर प्रयास भइरह्यो भने प्रगतिशील सामुदायिक वन चाँडै नै उर्लाबारीको मात्र होइन, पुरै प्रदेशकै नयाँ चिनारी बन्ने विश्वास यहाँ पुग्दा सो त जो कसैमा जाग्ने गर्दछ। त्यसैले त भनिन्छ प्रगतिशील सामुदायिक वन उर्लाबारीको हरियाली स्वर्ग हो।